सबैजनालाई नमस्कार। आज चाहिँ हो भाइ तिहार र हामी अहिले लगाउन आँटेका भाइटिका र भुडी चाहिँ माने यस्तो कराइरहेछ नि भोकले। दिदी अनि बहिनीले सबै थोक टिका लगाउने सामान रेडी गरेछन् र राजा बिराज्ने जग्गा पनि बनाएछन्। अब बिराज दिनु पर्यो। घुमाको रोटी, खसीको मासु, लड्डु लड्डुनी। ए जल्दी गर, जल्दी भोक लाग्यो, जल्दी। अब चाहिँ आयो मेन राजा यानी कि मलाई टिका लगाइदिएछन् मेरा दिदी बहिनीहरूले। म त राजा भाइ भइहाल्यो नि त आजको लागि होइन। त्यही भएर यो चाहिँ मेरी ठुली दिदी हो, म टिको लगाइदिँदैछु अहिले। यो चाहिँ हाँस्ने मेरी प्यारी बहिनी हो। लगाइसक्यो है टिका। आजबाट पनि अब भाइ टिका खतम, देउसी खतम, तिहार खतम। गोर्खालीको महान चाड रमाइलो तिहारको भाइ टिका लगाएर पनि खतम भयो। सतरङ्गी टिका निधारमा टलक्क सजाएर अब दिदी बहिनी दाजुभाइ भएर कतै घुम्न गइन्छ या फिर नाच गाना रमाइलो गरिन्छ। अनि तपाईँलाई चाहिँ लगाउनु भयो कि भएन भो पनि जनाउनु होला। हामीले चाहिँ लगाइयो। ए तिमीलाई त लड्डुले भयो, टिका लगाउन पर्छ है भान्जा, टिका लगाउन पर्छ। लड्डु भेटेर उत्पात हो, चाहिँदैन टिको सिको अब।